जाँदाखेरि के महसुस भयो भन्दाखेरि लगभग देशभरिका समस्याहरू देशभरिका कुराहरू उस्ता उस्तै रहेछन्। कृषिको समस्याहरू, पर्यटन क्षेत्रमा भएका समस्याहरू देखियो। तर एउटा गुड न्युज पनि छ त्यहाँ। गुड न्युज के हो भन्दाखेरि एउटा जिल्लामा समस्या छ भने त्यसको समाधान अर्को जिल्ला देशभित्रै रहेछ। त्यो समाधान मिलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ, म्यान पावर पनि छ, खानी पनि छ, तर बन्द। अब चल्नु पर्यो। नेपाली काङ्ग्रेसको वायु फ्याक्ट्री जस्तै चल्नु पर्यो। अब त्यो पनि पुरै देशभरि चल्नु पर्यो। 100 वटा भन्दा देशमा जानु पर्यो। त्यसरी देशका उद्योग कल कारखानाहरूलाई चलाउने पार्टी बन्न चाहन्छ। अब यहाँ आयो, तपाईँहरूलाई भेटियो, धेरै खुसी लाग्यो। तपाईँहरू किन टेन्सन लिनुहुन्छ क्या? पार्टीको सभापति नै यही उठ्नु भएको छ, के को टेन्सन? तपाईँहरूका समस्या, पुरै देशको समस्या सभापतिज्यू, हामी सबै पार्टीका नेतागण कार्यकर्तादेखि लिएर तपाईँ हामी सबै मिलेर अब देश बनाउने हो। र आज यो हाम्रो सभामा तपाईँहरूलाई भेटेर ज्यादै खुसी लागेको कुरा तपाईँहरूले पनि भनिसक्नु भएको छ। धेरै बोल्न चाहिन, धेरै माया। तपाईँहरूको जय होस्, देशको सही होस्। जय घन्टी, जय देश।